भाइको पार्टी होइन, हामी 3 करोड नेपालीको पार्टी हो। कोही भाइलाई विशेष धन्यवाद। सर्वप्रथम आज यो श्रमदान गरेको 4थो वार्षिक दिनको अवसरमा म सम्पूर्ण उपस्थित श्रमदाताहरूलाई हार्दिक नमन गर्दै सर्वप्रथम म हाम्रो श्रम पिता माननीय ज्यूलाई सम्झिन चाहे, स्मरण गर्न चाहे। उहाँले चाहिँ लामो समयदेखि एकल सङ्घर्ष गरेर चाहिँ हामीलाई एउटा श्रमदानको परिपाटी चलाएर चाहिँ आज यो नेपालैभरि श्रमदान गरिरहेको छ। उहाँलाई विशेष धन्यवाद, उच्च सम्मान, हार्दिक नमन गर्दै आजको यस कार्यक्रममा सानो भनाइ राख्न दिनुभएकोमा कार्यक्रम सञ्चालक भाइलाई विशेष धन्यवाद। र मैले चाहिँ म चाहिँ श्रमदान मार्फत साबुन फ्याक्ट्रीमा जब नगर प्रमुखको रूपमा हामीले माननीय ज्यूलाई निर्वाचित गराइसकेपछि साबुन फ्याक्ट्रीमा पहिलो श्रमदान भएको थियो। त्यो पहिलो श्रमदान अथवा म श्रमदानमा चाहिँ जोडिएको दिन मैले भन्न चाहेँ। श्रमदानमा चाहिँ मैले अमरपथ कोलिनी सेवा समाजको म एउटा अध्यक्ष थिएँ। अहिले छैन, अहिले प्रतिनिधि सभातिर संसदीय यात्राको मेरो रहेको हुनाले म त्यहाँबाट राजीनामा दिएको छु। र त्यो दिन चाहिँ मैले अमरपथ कोलिनी सेवा समाजबाट त्यो श्रमदाताहरूलाई चाहिँ एउटा खाजाको रूपमा ल्याएको थिएँ र श्रमदातालाई सम्पूर्ण श्रमदातालाई खाजा खुवाउनलाई म त्यो दिन उपस्थित भएर त्यो दिनदेखि म यो श्रम अभियानमा चाहिँ जोडिएको हो। र यो श्रमदान भनेको चाहिँ के हो भन्दाखेरि माननीय ज्यूले चाहिँ श्रमदानको परिपाटी चलाउनु भयो। एउटा हाम्रो समाज चाहिँ कस्तो भन्दा विभिन्न दलको कारण, विभिन्न जातको कारण, विभिन्न धर्मको कारण हामीलाई जुन एउटा दलले धर्मले समाजलाई एउटा फुटाएको छ, त्यो फुटेको समाज एउटालाई चाहिँ जुटाउनको लागि र एउटा टुटेको मानसिकता बोकेका विभिन्न वर्गका गरिब र धनी बीचका वर्गका असमानताहरूलाई चाहिँ जुटाउनको लागि चाहिँ हाम्रो माननीय हर्क सम्पाज्यूले चाहिँ एउटा श्रमदानको परिपाटी ल्याउनु भयो। त्यो श्रमदानको परिपाटी जुन पूर्वबाट धरानमा जन्मेको श्रमदान अहिले पश्चिम दार्चुलासम्म पुगेको छ, त्यसलाई हामीले एकदम स्वागत योग्य, एकदम प्रशंसनीय हामीले सबैले सम्झिनुपर्छ, सम्झेका छौँ। अब उहाँले हामीलाई ढुङ्गा हान्न सिकाउनु भएन, उहाँले हामीलाई ढुङ्गा बोक्न सिकाउनु भयो। उहाँले हामीलाई खुट्टा तान्न सिकाउनु भएन, उहाँले हामीलाई पाइप तान्न सिकाउनु भयो। उहाँले विभिन्न जात धर्मका मान्छेलाई चाहिँ एकजुट गराएर चाहिँ एउटा थलोमा एउटा आँगनमा जुटाउनु भयो। उहाँलाई विशेष धन्यवाद। हामी यसरी एउटा देश निर्माणको लागि, एउटा देश विकासको लागि जुन एउटा देशमा चाहिँ एउटा पुराना दलहरूले चाहिँ देशलाई एउटा भ्रष्टाचार गरेका छन्, कङ्गाल बनाएका छन्, खोक्रो बनाएका छन्, विभिन्न भ्रष्टाचार गरेर चाहिँ एउटा देशमा बस्न योग्य नबनाएको अवस्था छ। र दैनिक रूपमा चाहिँ जुन हाम्रा नेपालीहरू 2 छाक चार्नको लागि, 2 छाक खानको लागि एउटा विदेशिनु पर्ने अवस्था जुन आएको छ, त्यसलाई निर्मूल पार्नको लागि, त्यसलाई न्यूनीकरण गर्नको लागि जुन एउटा श्रमदान अभियान ल्याएर चाहिँ आफ्नै देशमा श्रम गर्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ, श्रमदान गरेर आफ्नो देशलाई समृद्ध बनाउनुपर्छ, विकास र निकास दिनुपर्छ जुन एउटा लक्ष्य लिएर चाहिँ उहाँले हामीलाई यो श्रमदानमा जुटाउनु भयो। त्यसको लागि विशेष धन्यवाद दिँदै आजको यो विशेष दिनमा अब मलाई पनि यो बोल्ने अवसर दिनुभयो। र अर्को कुरा मैले के जोड्न चाहेँ भने त्यो दिन म श्रमदानमा आएँ, श्रमदान गरेँ, मलाई एउटा मैले देशको लागि केही गरेँ आज भने जस्तो महसुस हुन्थ्यो। आफ्नो देशको लागि हामी धेरै सबै बाँचेका हुन्छौँ, तर देशको लागि हामीले केही पनि गर्न सकेको थिएन। आज श्रमदान गरेको दिन चाहिँ मैले पनि देशको लागि केही गरेँ भन्ने एउटा महसुस हुन्थ्यो। र त्यो महसुस भएर त्यो श्रमदानमा जोडिएपछि म निरन्तर श्रमदाता मा भएँ। र श्रमदान गरिरहँदा मलाई एउटा म खस आर्य समाजको भएको हुनाले माननीयज्यूले चाहिँ तपाईँ जस्तो इमान्दार व्यक्तित्व मैले श्रमदानमा लिनुपर्छ, तपाईँ श्रमदाता बन्नुपर्छ, तपाईँ अनिवार्य श्रमदान गर्न आउनुपर्छ, तपाईँ हामी जस्तो इमान्दार व्यक्तित्व मिलेर हामीले देश बनाउनुपर्छ भनेर जुन एउटा मलाई विश्वास गरेर मलाई जुन एउटा विश्वास दिलाएर चाहिँ उहाँले मलाई एउटा श्रमदान अभियानमा सहभागी बनाउनु भयो। स्वतन्त्र दिदीबहिनीको पहिलो वर्ष म सचिवमा मलाई पद दिनुभयो, दोस्रो वर्ष मैले सचिवको पद गरेँ। एउटा श्रम संस्कृति दिदीबहिनी भनेर एउटा समूह संस्थापक गरिदिनु भयो, त्यसको लागि विशेष धन्यवाद। र आज म यो राजनीतिक क्षेत्रमा मेरो कुनै पनि चाहना इच्छा थिएन, मैले समानुपातिकमा मेरो नाम राखेको पनि मलाई थाहा थिएन, तर उहाँले मेरो नाम राखिदिनु भएको छ। तपाईँ जस्तो इमान्दार व्यक्तित्वले गर्दा हामी मिलेर नि हामीले देश बनाउनुपर्छ भनेर जुन मलाई राख्नु भएको थियो। र समानुपातिकमा म परेँ, प्रतिनिधि सभाको समानुपातिक 6 कार्य क्लस्टरबाट म रहेको छु। र अहिले जुन सामाजिक सञ्जालमा एउटा नराम्रो कुरा हाम्रो श्रम संस्कृति पार्टीलाई चाहिँ एउटा बिथोल्नको लागि एउटा गिरोह, एउटा जमात, एउटा समूह छ जसले चाहिँ विकास भएको हेर्नै चाहँदैन। त्यो समाज एउटा छुटेको समाज जुटेको हेर्नै चाहँदैन। एउटा गिरोह छ,
त्यो गिरोहबाट त्यो समाजबाट चाहिँ हामी बस्नुपर्छ। त्यो समाजले चाहिँ एउटा विकास विरोधी समाज हो, विकास विरोधी एउटा समूह हो, त्यसबाट हामी बस्नुपर्छ। र म यो एउटा संसदीय यात्रामा म छिरेको छु। श्रम संस्कृति पार्टीबाट चाहिँ खसारे क्लस्टर गर्दा अम्बिका देवी सङ्ग्रहलाई मेरो परिचय मैले अन्तिममा गरेँ र हामी छौँ अहिले यात्रामा छौँ। हाम्रा यात्राका क्रममा सदनभित्रका सबै प्रत्यक्ष तपाईँहरूले देखिराख्नु भएको छ। हामी जनताको पक्षमा छौँ, स्वाधीनताको पक्षमा छौँ, संविधानको पक्षमा छौँ, संविधान रक्षा गर्ने पक्षमा छौँ। हामी 3 करोड नेपाली जनताको पक्षमा छौँ। यो राईको पार्टी होइन, हामी 3 करोड नेपालीको पार्टी हो। कुनै पनि भ्रममा नपर्नको लागि म एउटा फर्स्ट आर्य क्लस्टरको एउटा देखिराख्नु भएको छ समानुपातिक। हामी 4 जना 4वटा जातिलाई चाहिँ हामीलाई सधैँ अध्यक्षले मिलाएर लानुभएको छ। यो कुनै जातको, कुनै धर्मको, कुनै वर्गको पार्टी होइन, यो 3 करोड नेपालीको पार्टी हो। र यो जातको पार्टी यो यस्तो उस्तो भनेर विभिन्न सामाजिक सञ्जालमा नराम्रो कमेन्ट गरेर चाहिँ सामाजिक सञ्जाल बिछोड्ने काम कसैले पनि नगराउनु होला, नगर्नु होला भन्न चाहेर आजको यो कार्यक्रममा सानो समय मलाई पनि दिनुभएकोमा धन्यवाद। जय श्रमदान, जय श्रमदान, जय माटो, जय माटो, जय श्रम संस्कृति पार्टी, जय श्रम संस्कृति पार्टी, जय श्रम पिता, जय श्रम पिता। धन्यवाद। धन्यवाद।